परमेश्वर्यै नमः। यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतस्तुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्ध्यायन्ति यं सामगाहम् ध्यानावस्थितगतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुःसुरसुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचरचितज्ज्वलबभुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादात् भक्ष्यामि नारायणकथामिमम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अथ त्रिंशोऽध्यायः। कुमारजी आज्ञागण अगस्त्य मुनि ત્યાં પછી ચંદ્રાવતી લે ગોમા મહારાણી લઈ નવરાત્ર રાજા સાષ્ટાંગ દંડવત પ્રણામ કરી લાવણ્યવતી રાણી લઈ આશીષ लावण्यवती चंद्रावती ढोकग्रीन दमराज राजा ले प्रेम पूर्वक गद्दी में राखी चंद्रावती सीधे हे प्रेम तिम्रो मुख नदेखेको 5 वर्ष पूरा भएछ। तिमीलाई लिन भने ढोलीहरू गएका थिए, उनीहरू पनि फर्किनन्। तिमीले पनि यसरी विलम्ब गर्यौ, म राजा भएको पनि थाहा पाइनौ कि मैले त राज्यको चलपहलमा तिमीलाई बिर्सिन गएछु। फेरि साली नदीका तीरमा किन एक्लै बस्यौ? लावण्य देशमा मानिसहरू पनि म राजा भएको खबर गरेनन् कि तिमी अघिकै जस्ती छैनौ, खुब तेजिली भएछौ। सबै वृत्तान्त भन्दा चन्द्रावती भन्छन्, हे स्वामी, म माइत बसेको थिएँ, मलाई लिन उताबाट डोलेर पठाइ बक्सेछ। राजा भएको खबर तिनका मुखदेखि सुनेर उत्निखेरै आमा बाबासित बिदा भई म्यानमा चढे। कहिले हजुरको दर्शन पाउँला भने हतपताई बाटो लागि हिँडे। वनमा आइपुग्दा त्यस दिन माघ शुक्ल पूर्णिमामा रहेछ। राजा स्वर्गदेखि अप्सराहरू आई त्यस वनमा सारी नदीमा तीरमा आएर विभिन्न किसिमले श्रेष्ठ स्थानीय परमेश्वरको व्रत गर्न लागेका रहेछन्। त्यो देखेर टोलीहरूको पालकी अड्याए, हामीलाई भोक लाग्यो, केही पाए खाइ आउँछौँ भने तपाईँ एकछिन यहीँ राज गर्नुहोस् भनी मलाई वनमा छोडी अप्सराहरू व्रत गरेका ठाउँमा उनीहरू गए। उहाँ अप्सराहरूका सँगमा लागे, पूजा गरी प्रसाद लिई म कहाँ आए। उनीहरूले त्यो प्रसाद दिँदा त्यस बेलामा मलाई अहंकारले छोप्यो र पालकीदेखि ओर्ली टोलीहरूको हातदेखि प्रसाद खोसी थु थु गरी थुकी गोडाले कुल्ची मिल्काई श्रेष्ठस्थाने परमेश्वरलाई मन पनि नाना तरहले निन्दा गरे, डोलीहरूलाई गाली गरे। उनीहरू मदेखि डराई केही भन्न नसके, खाली आँखाबाट आँसु भर खसाली डोली बोकी चुप लागि हिँडे। साली नदी तर्न लाग्दा अकस्मात चदुवा टाके जस्तो मेघ उठेर ठुलो हुरी बतास चली मुसलधारे पानी आएर म म्यानदेखि खसी नदीको माझमा परे। डोलीहरूलाई के भयो त्यो मैले केही थाहा पाइन। त्यसपछि नदीदेखि झिकी कसले पाखामा उतारे त्यो पनि थाहा पाइन। शरीरमा कुष्ठ भई हात गोडा खसी छिनमा मुर्साउने, छिनमा चेताउन नआउने भई यस्तो भन्ने ज्ञान भएर 4 दिन भएपछि कपिल गाउँ गरेको 2 भाइ ब्राह्मण त्यहीबाट आएर कहाँ जान आयो भनी सोधे। मैले सोद्धा तिनीहरूको राजाको ब्राह्मण भोजनमा जान आयौँ भनेर उसो भए मलाई पनि केही मागी ल्याइदेऊ भने। अनि ती ब्राह्मणहरू भोजन गरी म कहाँ आएर, हे पापिनी, तेरा निमित्त रानीलाई कस्तो शरम पर्यो। तेरो नाउँ लिने बित्तिकै राजाको भण्डार सबै सुकी गयो। रानीलाई पनि बनाइराखेको भोजन रहेछ, ल्याइदिएको छ भने पातमा लगेको भात दिए। मलाई साह्रै भोक लागेको हुनाले मुखै धुँदै खान लागे। तब ब्राह्मणहरूले, हे पापिनी, यस्तो अवस्थामा पर्दा पनि तँलाई अझै धर्मको चेष्टा रहेनछ। तेरो अवस्था देखेर हामीलाई साह्रै दया लाग्यो, मुख धोइ खा, श्रेष्ठ स्थानीय परमेश्वरको व्रत गर, सबै पापको नाश होला भनेर गए। अनि मुख धुन भनी साली नदीमा गए। म जाने बित्तिकै साली नदीको जल सुक्दै गयो। त्योदेखि नदीमा माथि आए, मुख धुँदै खान लाग्दा खरानी भयो। त्यही पनि खाउँ भन्दा होरी आएर लौडाइ लाग्यो। अनि नाना तरहले रोई कराई सीता भोक प्यासै मुहा दुःखले बसिरहे। त्यसरी जाँदा पौष शुक्ल पूर्णिमाको दिन आयो र श्रेष्ठ स्थानीय परमेश्वरको व्रत आरम्भ गर्न निमित्त स्वर्गदेखि अप्सराहरूलाई सारी नदीमा स्नान गर्न आएको देखे। बल्ल तल्ल 4 हात गोडाले टेकी त्यहाँ गई, तिमीहरू को हो, केही खानेकुरा भए मलाई पनि देऊ, के पापले म यस्तै भए भनी सोधे। तब अप्सराहरूले भने, हे अप्सरा हौ,
हामी अप्सरा हम श्रेष्ठ स्थान परमेश्वरको व्रत आरम्भ गर्न हामी साली नदीमा स्नान गर्न आइरहेका छौँ। हे पापिनी, तेरो अवस्था पनि त्यस्तै देख्दा हामीलाई दुःख दया लाग्यो। श्रेष्ठ स्थानीय परमेश्वरको व्रत गर, त्यस व्रतको प्रभावले तेरो सबै पापहरू नाश होला, दुःखका समुद्रदेखि पार होलिस् भनी मैले भने म यस्तो अवस्थामा परेको पापिनीले कसरी त्यो व्रत गरौँ, के सामग्री चाहिन्छ, व्रतको सबै विधि मलाई भनेर अप्सराहरू स्वर्ग गए। मैले पनि उनीहरूका उपदेश अनुसार पौष शुक्ल पूर्णिमाका दिनदेखि स्नान गरी एक भक्तले एक चित्त गई महीना दिनसम्म श्री मध्यान्हकालमा श्री महादेवको पूजा गरिरहे। महीना दिन पुगेर माघ शुक्ल पूर्णिमाको दिन श्रेष्ठ स्थानीय परमेश्वरको व्रत गर्न स्वर्गदेखि अप्सराहरू फेरि त्यहाँ आए। हे स्वामी, श्रेष्ठ स्थानीय परमेश्वरको व्रतको प्रभावले मेरो कुष्ठरोग निको भइसकेको थियो। हात गोडाको अघिको जस्तो विभिन्न किसिमका भइसकेका थिए। मैले अप्सराहरूसित भने, तपाईहरूको उपदेशले पौष शुक्ल पूर्णिमाको दिनदेखि व्रत आरम्भ गरेको छु। महीना दिन भयो, श्रेष्ठ स्थानीय परमेश्वरीको व्रत गर्ने सामग्री केही छैन, कसो गरौँ? अप्सराहरूले सामग्री नभए नदीदेखि बालुवाले तयार गर भने। मैले पनि उसै गरे, त्यो सबै सिद्ध भयो। जे चिताएकी थिए त्यो सबै सिद्ध भएको अप्सराहरूले देखि खुसी भए। सुन्दरी, तिमीलाई हामी पापिनी भन्थ्यो, आजदेखि तिम्रो नाम पुण्यवती भयो भने सोही सामग्रीले मैले अप्सराहरूका संसर्गमा पूजा गरेर सबै पूजा गरिसके अप्सराहरू स्वर्ग गए। श्रेष्ठ स्थानीय परमेश्वरीको प्रसाद अष्टत्रयमा 8 सबै प्रसाद सगुन समेत दिन उस बेला हजुर नहुँदा मेरो स्वामीसित चाँडै भेटोस् भनी साली नदीमा बगाए। 100 रोटी आफूले फलाहार गरी श्रेष्ठ स्थानीय परमेश्वरीलाई सम्झी राति जागराम गरिरहे। उज्यालो भएपछि साली नदीमा स्नान गरी केही खाई माइत जाउँ भनी बाटो लाग्ने घर लाग्दा लोकहरू लिन आइपुगे। श्रेष्ठ स्थानीय परमेश्वरलाई निन्दा गरेको पापले त्यस्तो अवस्थामा परेकी मैले उनी ईश्वरीको कृपाले अप्सरा र कपिल ब्राह्मणका उपदेशले यस्तो भई तपाईँको दर्शन पाए। श्रेष्ठ स्थानीय परमेश्वरी भन्दा ठुलो देवताहरू कोही नै रहेनछन्। सबै व्रतको पनि व्रत, धर्मको पनि धर्म, कालको पनि काल, देवताको पनि देवता, यस्तै ईश्वरीलाई कोटि कोटि नमस्कार छ भनी चन्द्रावतीले सम्पूर्ण वृत्तान्त सुनाइन्। जय जय श्री स्कंद पुराणे केदार खण्डे माघ महात्म्य कुमार अगस्त संवादे श्रेष्ठ स्थानीय परमेश्वरी व्रतकथायां व्रत महात्म्य कीर्तनं नाम 30 उपनयतु मंगलम वह सकल जगन मंगलाय श्रीमान दिनकर किरण निबोधित नवन दिनन लहरिवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मण सन्तु निर्भयाः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सदनाः सन्तु जीवन्तु शरदां शतं तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र चतुद्वार कथा प्रसंग या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणामरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापः कायेन वाचा मनीषेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् नारायणायेति समर्पयेतत्।